40 वर्ष पुगेपछि बल्ल थाहा भयो। अघि पछि 2-4 जना साथी हुँदा ओहो म यतिको थिएँ, म जतिको कोही छैन जस्तो फिल हुने। आज आएर 40 वर्ष कटेपछि बल्ल थाहा भयो त्यो म जस्तो कोही छैन भन्ने मान्छेहरू पनि साँच्चीकै कोही छैन, साँच्चीकै कोही नै छैन हुँदो रहेछ। तर मान्छेका आफ्ना तरिका, आफ्नै भनाइ, आफ्नै सोचाइ हुन्छ होला। मेरो पनि आफ्नै सोचाइ छ, आफ्नै भनाइ छ। 2025 मेरो लागि यति एक किसिम प्रेरणा जस्तै बन्यो, एक किसिम दुःखमा पनि यति धेरै दुःख बन्यो, अनि एक किसिम आँट हौसला त्यसले नै धेरै कुरा सिकायो, अनि आफ्नो आफन्त यसैले नै सिकायो। अनि को रहेछ यो संसारमा भन्ने कुरा, अनि के रहेछ र भन्ने कुरा पनि सिकायो। आज मैले यो युट्युबमा अनायासै मलाई पोस्ट गर्न मन लाग्यो। किन भोलि के हो त्यो त मलाई पनि थाहा छैन। तर जे होस्, जीवन पाइयो, 25लाई बिदा गरियो, 26 आयो, नयाँ उमङ्ग, नयाँ जोस साथ सबैको आओस्। मेरो पनि सायद त्यस्तै आउँछ। तर मलाई 25ले यति धेरै सिकायो, ओहो आफैले सोच्न सकिरहेकै छैन। बस महसुस गरेको छु त्यो समय अनि त्यो पल आफूले आफूलाई अहिले हो कि भरे हो कि के हुन्छ भन्ने कुराको पल, अनि आफ्नै मायाखरीको मान्छेलाई पनि ला के हो भन्ने कुराको पल। ओह यो संसार हेर्दै म धेरै गर्नु छ, धेरै नै छ अब जस्तो फिल हुन्थ्यो। हेर्दै समय गइसकेछ जस्तो पनि फिल भयो। जे होस्, नयाँ वर्ष धेरै शुभकामना सबैलाई, धेरै शुभकामना।